जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्युज एफएम सुन्न बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा हामी परमेश्वरको दासहरूसँग कुराकानी गर्ने गर्छौँ र उहाँहरूको सेवकाईको क्रममा घटेका तिता मिठा अनुभवको साथ हामी उपस्थित हुने गर्छौँ। र आज मैले बिल्कुलै एक फरक जोडीलाई आज निम्ताइसकेको छु कार्यक्रम बोलावट र दर्शनमा। र पक्कै पनि उहाँहरूको जीवन गवाई अथवा उहाँहरू जसरी मिडियामा लागिराख्नु भएको छ अनि एउटा मिडियाको तिता मिठा अनुभवबाट पनि आज तपाईँलाई एकदमै आशिष मिल्छ भने मैले पूर्ण आशा लिएको छु। त्यसैले आज हामीसँग हुनुहुन्छ दिया मिडियाका फाउन्डर अथवा रेडियो नेपालमा कर्मयोगी कार्यक्रमका सञ्चालक र च्यानल नेपालमा सुपर टप 10 नामक कार्यक्रमका सञ्चालक दीपक चामलिङ राई र उहाँकी जीवनसाथी यदु राई आज स्टुडियोमा हुनुहुन्छ। र उहाँहरूले अहिले सेवकाईमा निकै नै राम्रो काम गरिराख्नु भएको छ र एउटा मिडियामा अगाडि बढिराख्नु भएको छ र मिडियाबाट धेरैलाई उहाँहरूले आशिषित बनाइराख्नु भएको छ। दीपकजी एउटा दिया मिडियाको फाउन्डर निर्देशक हुनुहुन्छ भने यदु राई चाहिँ एउटा सङ्गीत प्रशिक्षक हुनुहुन्छ। हजुर दुवैजना एउटा मिडियामा आबद्ध हुनुहुन्छ। आज उहाँहरूसँगको कुराकानी पक्कै पनि फलदायी हुन्छ। र कार्यक्रममा ढिला नगरिकन यतिखेर म उहाँहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। दीपकजी र यदुजीलाई स्वागत छ कार्यक्रम बोलावट र दर्शनमा। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद हामीलाई बोलाइदिनु भएकोमा। हामी खुसी व्यक्त गर्छौँ र सबै जो रेडियो सुनेर बसिरहनु भएको छ गुड न्युज एफएम यहाँहरू सबैलाई हामी दुवैजनाको तर्फबाट जयमसी। श्रोता, तपाईँले थाहा पाइसक्नुभयो आज हामीसँग हुनुहुन्छ दिया मिडियाका निर्देशक दीपक चामलिङ राई र उहाँको जीवनसाथी यदु राई हामीसँग हुनुहुन्छ। यतिखेर एउटा प्रश्न राख्न चाहन्छु तपाईँको निम्ति दीपकजी, दिया मिडियाको जन्म किन? यो क्षेत्रमा लागेकै 12 वर्ष जति बिताइयो। यो क्षेत्रमै लामो समय एउटा अनुभव प्राप्त भइसके पश्चात जीवनमा परमेश्वरले यो क्षेत्रमा एउटा वरदान के दिनुभएको छ भन्नाले आवाज नै परमेश्वरले दिनुभयो अनि यही क्षेत्रमा लाग्यो निरन्तर। लामो अनुभव भइसके पश्चात रेडियोको लामो अनुभव पश्चात चाहिँ अब के गर्ने त फर्दर लामो समयसम्म काम गरियो, नोकरी गरियो, जागिर गरियो। त्यो कारणले गर्दाखेरि दिया मिडियालाई चाहिँ मैले अब नोकरी पश्चात सबैको कल्पना हुन्छ कि मालिक बनौँ। त्यही कारणले गर्दाखेरि दिया मिडियालाई मैले जन्माएको हो, यसलाई जन्म दिनु परेको। त्यस्तै गरेर दिया मिडियाको जन्म किन र कसरी भयो हामीलाई दीपकजीले प्रश्न पारिदिइसक्नु भएको छ। श्रोता, र दिया मिडिया च्यानलबाट हामीले धेरै नेपालका चर्चित व्यक्तिहरूको जीवन गवाई अथवा उहाँहरूको सेवकाई अथवा उहाँहरूको क्षेत्रको बारेमा हामीले हेर्न पनि सक्छौँ युट्युबमा, होइन? अवश्य हाम्रो साइट पनि छ www.diachannel.com यो हाम्रो साइट हो पनि। दिया मिडिया युट्युब च्यानल हाम्रो। यो दिया मिडियाले कस्तो कस्तो व्यक्तिलाई समेट्छ विशेष गरिकन? अहिले चाहिँ हामीले धेरै काम चाहिँ समाजमा आवाजविहीनहरूको आवाजलाई बाहिर ल्याउने, अत्यन्त जसको ओझेलमा परेका छन्, जो छायामा छन्, त्यस्ता व्यक्तिहरूलाई चाहिँ निरन्तर यो वर्षैभरि नै त्यस्तो व्यक्तिहरूलाई ल्याउने काम भयो। लगभग हामीसँग 7 देखि 8 जना व्यक्तित्वहरूलाई हामीले यहाँबाट चिरपरिचित गराउने, उहाँहरूको फन्ड रेज गर्ने अथवा त्यस्ता व्यक्तिहरूलाई जस्तो कि अहिले करेन्टली चाहिँ एकजना सुभद्रा पौडेलजी, हजुर, करेन्ट चाहिँ उहाँको एउटा भिजुअल अपडेट गरेको थिएँ मैले दिया मिडियाबाट। त्यो लगभग हामीले गरेको 2 दिनभित्रमा नै उहाँको छोरो, उहाँको चाहिँ श्रीमानले छोडेको अनि उहाँ अपाङ्ग, उहाँको खुट्टा एउटा खुट्टा यहाँदेखि उँधो कम्मरदेखि उँधो एउटा खुट्टा नभएको र अर्को खुट्टा चाहिँ फेरि तर पैताली नभएको पुरै डढेर सिद्धिएको श्रीमानले पनि छोडेको अवस्था अनि एउटा बच्चा त्यो बिजोग अवस्थामा भेटेको थिएँ। उहाँको रिपोर्ट बनाउने बित्तिकै उहाँको छोरोलाई स्पोन्सर कलेज लेभलसम्म पढाइदिनको लागि अस्ट्रियाबाट मान्छे प्राप्त भयो। उहाँको गीत रेकर्ड गर्नको लागि अमेरिकाबाट स्पोन्सर प्राप्त भयो। उहाँले लगभग 15 दिनमा नै उहाँले मलाई फोन गर्नुभयो, बेलुका राति 9 बजीतिर होला। अनि दीपक दाइ, तपाईँले मेरो खुट्टा हालिदिनु भयो भन्नुभयो। अनि
कसरी खुट्टा मैले हालिदिएर मैले त सामान्य केही गरेकै छैन तपाईँको लागि भन्दा उहाँले भन्नुभयो मैले त स्कुटर लिइसकेँ, धेरै व्यक्तिले मद्दत गर्नुभयो, स्कुटर आज लिएर म अफिस जाने आउने काम गर्छु। त्यो भएकोले गर्दाखेरि म साह्रै खुसी छु, तपाईँ मेरो बुवा आमा पछिको मेरो बुवा आमा हुनुहुन्छ भन्नुभयो। दीपकजी, जस्तो एकदमै राम्रो एउटा प्रभावकारी काम पनि गरिरहेको छ दिया मिडियाले, अनि तपाईँको विचारमा चाहिँ दिया मिडियाले यो समाजलाई कस्तो प्रभाव पारिरहेको छ? अहिले चाहिँ जस्तो अब यो करेन्ट भयो होइन, फेरि अर्को चाहिँ 2 वर्ष अगाडिदेखिको यो प्रोजेक्ट हो। त्यो चाहिँ सुस्मिता राई बहिनी हुनुहुन्छ, विशेष गरेर महिला दिदीबहिनीहरूकै विषयमा बढी इस्युज आउँछ। एकजना मात्रै पुरुष पर्नु भएको छ मैले अहिलेसम्म गरेको कामहरूमा। मैले कमाएको भन्दा पनि रेकर्ड चाहिँ के हुँदो रहेछ, मैले समाजलाई के दिएँ त्यो चाहिँ रेकर्ड हुँदो रहेछ कि समाजले त्यो कुरा चाहिँ रेकर्ड गर्दो रहेछ कि। त्यो कारणले गर्दाखेरि मैले आज तपाईँलाई बताउन सक्ने कुरा भनेको दिया मिडियामा स्टार्टिङ फेजदेखि दिया मिडियाले इन्कम गरेको भनेको नै समाजको लागि दिएका कुराहरूले चाहिँ त्यसको मूल्याङ्कन हुँदो रहेछ। अनि मैले चाहिँ के महसुस गरिरहेको छु भने अब सुस्मिता राईको 2 वर्षदेखि निरन्तर रूपमा उहाँको अपडेटेड गराउँदा गराउँदा अहिले उहाँको एउटा हङकङबाट वज्रकुमार राई आइसक्नु भएको छ। उहाँले चाहिँ त्यो न्युज पश्चात नै उहाँले चाहिँ अहिले लगभग 2-2.5 लाखको प्रोजेक्टमा कम्प्लिटली नीलमणि भण्डारी र सुस्मिता राई नवप्रतिभा साँझ हामी यही 20 गते गर्दैछौँ। यो सहयोगी हातहरू चाहिँ विश्वबाट जस्तो आज अमेरिकाबाट, क्यानाडाबाट, हङकङबाट, युकेबाट अनि विभिन्न ठाउँबाट सहयोग गर्नुभएको छ सुस्मिता बहिनीको यो र नीलमणि भण्डारीको यो एकल साँझको लागि। त्यो अर्थमा चाहिँ कस्तो भइरहेछ, समाजले चाहिँ वास्तवमा यस्ता व्यक्तिहरू जो पुराका पुरा दृष्टिविहीन छन्, जो अपाङ्ग छन्, त्यस्ता व्यक्तिहरूलाई गरेको काम देखेर चाहिँ जुन किसिमको अपेक्षा दिया मिडियामाथि गरेको छ, दिया च्यानलमाथि जुन अपेक्षा गरेको छ, अनि यो चाहिँ मेरो निरन्तर रहनेछ। र मिडियाले गर्ने काम भनेको सानो चिजलाई पनि प्रत्येकको घर घरसम्म पुर्याइदियो भने त्योबाट धेरै ठुला ठुला विशाल काम चाहिँ हुन्छ भन्ने प्रमाण पेश निरन्तर गरिरहेछ। यो 2टा उदाहरण मात्रै हो, यो त 7औं 8औं जनाको निरन्तर काम गरिरहेछ र यो निरन्तर भविष्यमा गरिरहनेछ र समाजले हेर्ने दृष्टिकोण पनि जुन अपेक्षा गरिरहेछ समाजले होइन पक्कै पनि त्यो गरिरहेछौँ। पक्कै पनि दीपकजी एकदमै राम्रो काम गरिराख्नु भएको छ र यसको मूल्याङ्कन पक्कै पनि यो देश र समाजले पनि गर्नेछ त्यो दिनमा। र यतिखेर म दीपकजीको जीवनसाथीसँग कुराकानी गर्न चाहन्छु। यदुजी साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ होइन, कति वर्ष भयो यो क्षेत्रमा लाग्नुभयो? म त बच्चैदेखि हो यो क्षेत्रमा लागेको। बच्चा हुँदादेखि नै एकदम सङ्गीतप्रतिको इन्ट्रेस्ट बढी थियो, अनि गाउन नाच्न मन पराउने त्यो भएको कारण। सङ्गीतमा तपाईँले त्यस्तो के देख्नुभयो यसलाई नै म पछ्याएर हिँड्छु भनेर? त्यो मलाई नै थाहा छैन है, त्यो अचानक होइन, अब त्यस्तो गीतहरू सुन्ने बित्तिकै एकदम एक्साइटेड हुने होइन। जस्तो गाउँघरमा त्यति बेला चाहिँ नाचगान हुन्थ्यो, गीत गाउने कार्यक्रमहरू हुन्थ्यो। त्यतिखेर पनि अब राति हुने कार्यक्रममा म घरबाट मम्मीहरूले नदिँदा पनि भागेर गएर भए पनि त्यहाँ गीत गाउनै पर्थ्यो कि मलाई। अनि पछि अब एकदम त्यो रुचि भएको कारणले गर्दाखेरि अब बाल कलाकारहरूमा पनि हिँड्यो, सांस्कृतिक कार्यक्रम हुन्थ्यो गाउँमा। अनि त्यो भएको कारणले पछाडि चाहिँ मैले एसएलसी दिएर चाहिँ सङ्गीत सिक्न सुरु गरेँ। एसएलसीदेखि चाहिँ आधिकारिक रूपमा अघि बढ्नु। जस्तो भन्नुपर्दाखेरि तपाईँले यो सङ्गीतमा लाग्नुपर्छ भनेर तपाईँलाई मोटिभेट गर्ने को थियो त्यतिखेर? त्यतिखेर चाहिँ अब घर परिवारमा त त्यत्रो सङ्गीतको ज्ञान भएको मेरो कोही पनि आफन्त हुनुहुन्न है। यस्तै गीतहरू नै सुनेर, जस्तो त्यतिखेर मलाई एकदम अरुणा लामाको गीतहरू धेरै मन पर्थ्यो, नारायण गोपालको होइन, भक्तराज आचार्यको, त्यस्तै गीतहरू सुनेरै नै एकदमै प्रभावित भएको। यतिखेर भने म तपाईँलाई यदुजीको सङ्गीत पस्कन चाहन्छु।
जस्तो अब तपाईँ गीत गाउने मात्रै होइन, तपाईँ एउटा सङ्गीत प्रशिक्षक पनि हुनुहुन्छ, तबेला त्यति नै राम्रो बजाउनुहुन्छ। कसरी प्रभुको काम गरिराख्नु भएको छ यो बाटो? यस्तो छ होइन, म चाहिँ अब सिकाउने क्रममा जस्तो मैले सिकाउँछु होइन, सिकाउँदाखेरि अब त्यस्तै जस्तो फी तिर्नु नसक्ने कति हुनुहुन्छ, चाहेर पनि मन्थली पेमेन्ट गर्न नसक्नेहरू कति त्यस्ता हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ मैले मेरो आफ्नो कलालाई जस एउटा दान भनौँ न होइन, उहाँहरूलाई म त्यसरी सिकाउने गरेको छु। भनेपछि कति अब आर्थिक रूपमा पनि कमी हुन्छ नि, त्यस्तो व्यक्तिलाई सहयोग स्वरूप तपाईँले सिकाइराख्नु भएको छ। एकदम राम्रो छ होइन। जस्तो कति यतिखेर रेडियो सुनिराख्नु भएको छ, अब धेरैले थाहा पाइसक्नुभयो यदु राई चाहिँ एउटा सङ्गीत प्रशिक्षक पनि हुनुहुँदो रहेछ भनेर होइन। जस्तो तपाईँबाट उहाँहरू सिक्न चाहनुभयो भने यदु राईले के सिकाउनुहुन्छ उहाँलाई? मैले चाहिँ विशेष चाहिँ हार्मोनियम हो, भोकल्सपट्टि चाहिँ हार्मोनियम नै पर्छ होइन। अनि एक्स्ट्रामा अब म तबला पनि सिकाउँछु। तबला पनि सिकाउनुहुन्छ भनेपछि यदु राईबाट भोकल पनि सिक्न पाउने भए, हार्मोनियम पनि बजाउन पाउने भए, अनि तबला पनि सिक्न पाउने भए है। पक्कै पनि श्रोता, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम बोलावट र दर्शन, र कार्यक्रम बोलावट र दर्शनमा आज हामीसँग हुनुहुन्छ दिया मिडियाका फाउन्डर दीपक चामलिङ राई र उहाँको श्रीमती यदु राई। र दीपकजी मिडियामा आबद्ध हुनुहुन्छ भने यदुजी सङ्गीतमा आबद्ध हुनुहुन्छ, दुईजनै मिडियामा हुनुहुन्छ। हजुर, हाम्रो निम्ति एकदमै आशिषको कुरा हो। धेरैजनाको इच्छा हुन्छ सङ्गीत सिक्ने, तर इच्छा हुँदाहुँदै पनि पैसा नभएर उनीहरूले सिक्न पाएका हुँदैन। त्यस्तैहरूको निम्ति म सहायता गर्छु भन्ने हृदय यदुजीसँग छ। यदि तपाईँ पनि चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ, र कार्यक्रमको अन्तिममा हामी तपाईँलाई उहाँहरूको नम्बर पक्कै पनि दिनेछौँ। यदुजी, यो कुरा बताइदिनु, सङ्गीतबाट कसरी परमेश्वरको काम गर्न सकिएला? अब सङ्गीतबाट चाहिँ कसरी काम गर्न सकिन्छ भने, जस्तो धेरै हाम्रो मण्डलीहरूमा चाहिँ अहिले सिकेर आउने चाहिँ धेरै कम देखिएको छु मैले है। जुन क्लासिकल म्युजिक चाहिँ सिक्नलाई अब धेरै कम नै छ। अब क्वायर ग्रुपका नानीहरू, बाबुहरू, भाइ बहिनीहरू कति हुनुहुन्छ, त्यो चाहिँ त्यतिकै साथी सङ्गतले होइन, अथवा अर्कोले गिटार बजाउँछ अनि गएर गाउने, त्यस्तो मात्रै छ। तर जुन एउटा क्लासिकल कुराहरू चाहिँ यो चाहिँ बेस हो, यो चाहिँ गर्नैपर्छ भन्ने मलाई लाग्छ होइन। अनि यसलाई चाहिँ अलिकति बढी मेहनत पनि गर्नुपर्ने हुन्छ। अनि बेस राम्रो बन्छ, बेस राम्रो भयो भने अगाडि बढ्नलाई सजिलो हुन्छ। अनि त्यस पछाडि अब हरेक मण्डलीहरूमा चाहिँ होइन सङ्गीत सिकाउने एउटा वातावरण चाहिँ मण्डलीका अगुवाहरूले चाहिँ त्यसरी बनाइदिएर होइन, अनि त्यो तरिकाले चाहिँ हामी अगाडि बढ्न सकिन्छ जस्तो मलाई लाग्छ। एउटा प्रश्न फेरि तपाईँलाई, गीत सङ्गीतको माध्यमबाट कस्तो गीत सङ्गीतले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा लान्छ? तपाईँ एउटा सङ्गीतमा भएको कारणले होइन, अहिले धेरै प्रकारका गीत सङ्गीतहरू छन् होइन, कतिलाई त्यस्तो प्रकारका गीत सङ्गीत मण्डलीभित्र मन पर्दैन, कतिलाई मनपर्छ। तर तपाईँको विचारमा, तपाईँ सङ्गीतमा भएको नाताले कस्तो गीत सङ्गीतले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा लान्छ होला? अब त्यो चाहिँ हेर्नु, अब गीत धेरै प्रकारका हुन्छ है। अहिलेको अब यो बजारमा हेर्ने भन्दा धेरै प्रकारका गीतहरू पनि आछन्, नाना थरीको एकदम सुन्दा पनि कानलाई पनि एकदम दिक्क लाग्दो सङ्गीतहरू पनि छन्। तर त्यस्तो होइन। अब जस्तो तरिकाले हामीले यति क्रिएसन, यति मिठासपूर्ण शब्द भावहरू जोडेर होइन, त्यो तरिकाले चाहिँ हामी लग्यौँ भने चाहिँ परमेश्वरको महिमा त्योबाट पनि हुनसक्छ होइन। सङ्गीतलाई चाहिँ एउटा व्यापारिक हिसाबले अहिले जुन लगिरहेको छ, जुन ढाँचाले अहिले प्रयोग भइरहेको छ, एकदम समाजमा अलिकति विकृति विसङ्गति ल्याउने कुराहरू भइरहेको छ, त्यस्तो नभएर एउटा कानलाई सुन्दाखेरि पनि एकदम आनन्द हुने खालको सङ्गीतहरू चाहिँ सृजना भयो भने चाहिँ परमेश्वरको महिमा हुन्छ कि जस्तो मलाई लाग्छ। पक्कै पनि श्रोता, हामी कुराकानी गरिरहेका छौँ दीपकजी र यदुजीसँग। र दीपकजी, यतिखेर यो प्रश्न तपाईँलाई, तपाईँ पनि एउटा मिडियामा हुनुहुन्छ अनि हाम्रो यदुजी पनि मिडियामा हुनुहुन्छ, दुवैजना मिडियामा हुँदा सजिलो कि गाह्रो? हामीलाई एक किसिमले एकअर्काका परिपूरक भएकोले गर्दाखेरि पनि बहुत सजिलो छ। यसमा चाहिँ मेरो चाहिँ के छ भने, परमेश्वरले हामीलाई चाहिँ एकअर्काका परिपूरकको लागि बनाउनु भएको हो। अनि फिल्ड पनि एउटै भयो। जस्तो उहाँ सङ्गीतको क्षेत्र, म मिडियाको क्षेत्र, एकअर्कालाई हामी सपोर्ट गर्न सजिलो हुन्छ। जस्तो उहाँ क्रिएसन गर्नुहुन्छ अनि उहाँ मिडियामा पनि उत्तिकै
आफ्नो क्रिएसनहरूलाई मिडियामा ल्याउनको लागि अगाडि बढाउनको लागि म चाहियो अनि फेरि मलाई उहाँको सङ्गीत चाहियो गीत चाहियो हामी एकअर्काका परिपूरक हौँ नङ र बाँसु जस्तै हौँ तर कस्तो भइरहेछ भने अहिले चाहिँ अब हामी अब मिडिया हाउस पनि हामीले अब रन गरिरहेको कारणले गर्दाखेरि उहाँ सङ्गीतमा मात्र नभएर सङ्गीत प्लस एडिटिङमा पनि मद्दत गर्नुहुन्छ एडिटिङ प्लस उहाँमा राम्रो किसिमको क्यामेरा चलाउन सक्ने क्षमता पनि छ मल्टी छ उहाँमा क्यापासिटी त्यो भएकोले गर्दाखेरि हामी एकअर्कालाई चाहिँ सजिलो छ हामी धेरैभन्दा धेरै धन्यवादी छौँ यस कारणले कि सायद यसरी सँगै मिली एकसाथ काम गर्न पाउनु चाहिँ यो चाहिँ सबैको जीवनमा मिल्दैन अनि हामीलाई चाहिँ एक किसिमले रमाइलो छ वास्तवमा दीपक राईलाई दीपक चामलिङ राईलाई परमेश्वरले के को निम्ति बोलाउनु भएको होला जस्तो लाग्छ तपाईँलाई किनभने हामी कार्यक्रम बोलावट र दर्शनमा छौँ होइन वास्तवमै के को लागि परमेश्वरले तपाईँलाई बोलाउनु भएको होला र तपाईँको दर्शन के हो खास म क्लियर छु परमेश्वरले मेरो लागि चाहिँ मैले चाहिँ धेरै व्यक्तिहरूलाई भन्ने पनि गर्छु धेरै व्यक्तिहरूभित्र के किसिमको वरदान छ त्यो थाहा नपाई मान्छे मर्छ अथवा मर्ने बेलामा चाहिँ मभित्र यो थियो छ तर के गर्ने म अब मर्ने बेला भइहाल्यो भौतिक शरीरमा केही नगरी नै बित्यो भन्ने पनि गुनासो पाइन्छ धेरै म चाहिँ एकदम क्लियर छु कि परमेश्वरले चाहिँ मलाई मेरो आवाजलाई प्रयोग गरेर यो संसारभरि सेवा गर्नु भन्नुभएको कारणले गर्दाखेरि म आफ्नो मिडियाको क्षेत्रबाट मैले जति पनि काम गरिरहेको छु मैले सायद करोडौँ कमाएको छैन तर मिडियामा काम गरेर परमेश्वरको राज्य भनेको त दुखी अभाव समस्या टुहुरा टुहुरी त्यस्ता व्यक्तिको लागि तर उनीहरूको लागि चाहिँ मेरो एउटा रिपोर्टले लाखौँ पैसा कलेक्सन भएको छ यस कारणले गर्दाखेरि मलाई यस्तो लाग्छ म एकदम सन्तुष्ट पनि छु कि मेरो आवाजलाई चाहिँ मैले यो जुन आवाज चाहिँ मेरो पनि भन्दैन यो परमेश्वरको आवाज हो यो आवाज चाहिँ उहाँले दिनुभएको मैले पहिचान गरिसकेको छु थाहा पनि पाइसकेको छु त्यो कारणले मेरो अन्तिम उद्देश्य नै यही हो कि मिडिया क्षेत्रबाट मैले चाहिँ परमेश्वरको राज्यको लागि काम गर्ने हो परमेश्वरको राज्य भनेको म क्लियर छु ती राज्य हो जो बोल्न सक्दैनन् जो खान सक्दैनन् जो हिँड्न सक्दैनन् जो त्यस्ता व्यक्तिहरूको लागि चाहिँ मेरो चाहिँ आवाज प्रयोग भइरहेको छ यसर्थ म हरेक दिन आधा घन्टा 1 घन्टा समयको दशांश निकालेर भए पनि त्यस्ताहरूको लागि चाहिँ म आफ्नो बनाइरहेको हुन्छु त्यो कारणले गर्दा आज मेरो जीवनमा चाहिँ गुनासोको केही रति पनि छैन पक्कै दीपकजी तपाईँले त आफ्नो बोलावट थाहा पाउनु भयो अनि तपाईँ निर्धक्क हुनुहुन्छ होइन निर्धक्क हुनुहुन्छ तर त्यहाँ कयौँ दीपकहरू छन् बोलावट थाहा पाउन सकिरहेको छैन उनीहरूले कसरी थाहा गर्ने आफ्नो बोलावट यो चाहिँ कस्तो हुन्छ भने राम्रो प्रश्न निकाल्नु भयो म भित्र के छ भनेर चाहिँ उहाँले प्रार्थना गर्नुपर्छ त्यो प्रार्थना गरिसकेपछि 1 नम्बर काम चाहिँ हरेक व्यक्तिले चाहिँ म भित्र के छ नै भन्नु पर्यो कि अरू भित्र के छ भनेर धेरै खोजी हिँड्छौँ त्यो भित्र यो छ त्यो भित्र त्यो छ त्यो भित्र त्यस्तो छ उसँग त्यस्तो छ अब उसँग त छ नै छ तर आफूभित्र चाहिँ के छ भनेर हामी खोज्दैनौँ सोध्दैनौँ सबभन्दा पहिला चाहिँ म भित्र के छ त्यो कुरा चाहिँ परमेश्वरसँग सोध्ने अब कसरी सोध्ने प्रार्थना गरेर सोध्ने अथवा कतिपय अवस्थामा मान्छे चाहिँ के हुन्छ भने दिनभरि उसले के काम गर्छ बिहानदेखि बेलुकामा उसलाई केमा आनन्द आउँछ काम गर्न मजा आउँछ हो बिहानदेखि बेलुकासम्म उसलाई सबभन्दा बढी आनन्द आउने कुरा नै परमेश्वरले दिनुभएको चिज हो त्यसले त्यो व्यक्तिले पहिचान गर्नै पर्छ ऊ हरेक बहाना गरेर हुन्छ कि के गरेर हुन्छ कि त्यो कुरा गरेकै हुन्छ त्यसले त्यो त परमेश्वरले उसलाई भित्र दिलमा हालिदिएको छ उसले त्यो नगरी हुँदैन र सबैभन्दा पहिला चाहिँ आफूलाई चिन्नको लागि आफ्नो वरदान चिन्नको लागि दिनभरिमा उसले होल 24 घन्टामा सुतेको बाहेक अरू मभन्दा उनमा बढी इन्ट्रेस्ट के छ उसको रुचि केमा छ हो त्यही कुरा नै हो परमेश्वरले दिएको वरदान जबरजस्ती त यो बन जबरजस्ती यो तपाईँ यो छ भनेर अरूले होइन उसले चाहिँ 24 घन्टाको समयमा सबभन्दा बढी केमा दिन्छ त्यो चाहिँ उसलाई परमेश्वरले दिएको वरदान हो र उसले त्यही नगरी हुँदैन जिन्दगीमा यदि त्यो गरेन भने एक दिन उसलाई यस्तो पश्चाताप हुन्छ नि मैले केही गरिनँ वास्तवमा म गर्न त धेरै कुरा गरेँ तर केही गरिनँ त्यस्तो महसुस हुन्छ त्यस कारणले म प्रत्येकलाई यही भन्छु कि खाली तपाईँ हुनुहुन्न तर नचिनेको मात्रै हो हजुर पक्कै पनि निकै नै अर्थपूर्ण कुरा
बताइदिनु भयो दिपकजी। यदुजीसँग म फेरि पनि कुराकानी गर्न चाहन्छु। तपाईँको चाहिँ बोलावट के हो जस्तो लाग्छ वास्तवमै भन्ने हो भने? मेरो पनि बोलावट चाहिँ अब सङ्गीत नै हो होइन। अब पहिलेदेखि मेरो रुचि भएको कारणले पनि र अहिलेसम्म पनि मैले जानेकै अहिलेसम्म सङ्गीतै हो जस्तो लाग्छ होइन। गरिरहेको पनि यसैबाट मैले आफ्नो होइन एउटा भनौँ न परिवारहरूमा पनि अब अलिकति चलिरहेको स्थिति पनि होइन, त्यही भएको कारणले गर्दाखेरि यसै क्षेत्रमा अगाडि बढ्छु र यही क्षेत्रमै लागिरहन्छु जस्तो मलाई लाग्छ र मलाई चाहिँ मेरो बोलावट चाहिँ यही हो नै जस्तो लाग्छ। सङ्गीतलाई कसरी बुझ्नुहुन्छ वास्तवमा? सङ्गीत अब कसरी बुझ्नु भन्दा पनि अब जस्तो होइन यो चाहिँ एउटा महासागर हो जस्तो लाग्छ मलाई सङ्गीत चाहिँ। जस्तो थोरै सिकेर पनि नहुने, यो चाहिँ एकदमै अथाह छ कि त्यो अलिअलि गरेर त्यो 2-4 महिना त्यो 2-4 वर्षको कुरा होइन। यो चाहिँ वर्षौँ वर्षमा पनि कहिल्यै नसकिने एउटा भनौँ न एउटा पढाइ जस्तो पढाइ हामीले पढ्छौँ नि एउटा होइन, त्यस्तै नै हो सङ्गीत चाहिँ, अथाह छ। हजुर यदुजी कति गीतमा अहिलेसम्म हजुरले सङ्गीत गरिसक्नु भएको छ? सङ्गीत त मैले 50-60 वटा गरेको छु। 50-60 वटा गीतमा सङ्गीत गर्नुभएको छ होइन। वास्तवमा यो सङ्गीत जब तपाईँ सिर्जना गर्नुहुन्छ, हजुर कस्तो अवस्थामा फुट्छ यो सङ्गीत तपाईँलाई? कस्तो चाहिन्छ नि वातावरण होइन? कतिचोटि त्यस्तो वातावरणै चाहिँ होइन होइन। अब यस्तो कोही बेला सोचिरहेको हुन्छु होइन, अनि त्यस्तै अनुसारको शब्द भयो भने यसो बस्दाखेरि गुनगुनाउँदाखेरि टक्क आउँछ होइन। अनि कोही बेला चाहिँ त्यत्तिकै पनि धुनहरू नाचिरहेको हुन्छ क्या मनमा, अनि त्यही धुनलाई चाहिँ म आफै अब कुनै शब्द भए शब्द नत्र भने आफै लेखेर भए पनि त्यसरी चाहिँ कम्पोज गर्छु म। तपाईँ अब एउटा सङ्गीतकार मात्रै नभएर एउटा प्रशिक्षक पनि हुनुहुन्छ। हजुर हालसम्म कति चेला जन्माइसक्नु भयो? त्यो त अब धेरै नै होला हौ, अब भनौँ न 1500-1600। 1500-1600 जना चेला जन्माइसक्नु भयो होइन। कतिचोटि बाटोमा हिँड्दा अथवा कता हिँड्दा है गुरु नमस्कार जयमसी भन्दा कस्तो लाग्छ त्यतिखेर? त्यतिखेर एकदमै गर्व लाग्छ। गर्व लाग्छ। हजुर लगभग हजुर यस सङ्गीतिक क्षेत्रमा लागेको पनि अब सानैदेखि राख्नु भएको छ होइन। एउटा केही उपलब्धि हासिल गर्छु भनेरै लाग्नु भएको छ, यो देशलाई केही दिन्छु भनेरै लाग्नु भएको छ होइन। के देखिराख्नु भएको छ तपाईँले? त्यो प्राप्ति पाइराख्नु भएको छ कि छैन? प्राप्ति त पाइरहेको छु होइन। खासमा चाहिँ अब यो अब कुरामा कुरा आइहाल्यो है। खासमा चाहिँ म गायिका बन्नु चाहेको हो, यो गुरु बन्छु भन्ने मलाई लागेको थिएन होइन। तर अब पछि सिक्दै जाँदाखेरि सिकाउने वातावरणहरू मिल्यो होइन, त्यस्तै चेलाहरू भेला भए होइन, त्यो तरिकाले चाहिँ म गुरु बने हो। अनि पछि अब यसैलाई मैले पेसा बनाउनु पुगेँ। खासमा चाहिँ मेरो चाहना चाहिँ गायिका हुने नै चाहना थियो है, तर समय र परिस्थितिले तपाईँलाई सङ्गीतकर्मी बनायो। पक्कै पनि यदुजी सानै बाल्य अवस्थादेखि नै सङ्गीतमा आबद्ध हुनुहुन्छ, त्यसैले कतिलाई उहाँको सङ्गीत सुन्न एकदमै इच्छुक भइसक्नु भएको होला। पक्कै पनि यतिखेर हामीलाई यदुजीले केही सङ्गीत कोसेली स्वरूप राख्नुहुनेछ।
मण्डलीमा सङ्गीतको अवस्था कस्तो देख्नु भएको छ? मैले अघि नै पनि एकचोटि भने वास्तवमा सिकेर आउने चाहिँ धेरै कम नै हुनुहुन्छ। अब साथीको भरमा उसले गाउँछ त्यो तरिकाले चाहिँ अब चलिरहेकै जस्तो मैले विशेष देखेको छु। धेरैजना चाहिँ सिकेर आउनु भएको छैन। त्यस कारणले गर्दाखेरि चाहिँ सङ्गीत सिकेरै आउँदा चाहिँ धेरै राम्रो हुन्छ। अब कति यस्तो हुन्छ कसैले गीत गाउँछ नि होइन, अनि तपाईँले कुन तालमा गीत गाउनुभयो भनेर सोद्धाखेरि उसलाई तालै थाहा हुँदैन, मलाई थाहै छैन सुर के हो, ताल के हो, लय के हो, होइन यो कस्तो यो कुन स्केलबाट उठ्छ, यस्ता कुराहरू चाहिँ यी नलेजका कुरा हुन्। यो चाहिँ थाहा छैन कसैलाई पनि। त्यतिकै गाछ अब जस्तो गिटार बजाउनेले 2x4 भनौँ 3/4 भनौँ त्यतिमै सीमित छ। त्यो चाहिँ हुनु हुँदैन जस्तो मलाई लाग्छ। भनेपछि एउटा सङ्गीत मण्डलीमा पनि सङ्गीत एउटा परिपक्व सङ्गीत हुनु पर्यो, एकदम बुझेर जे गर्दा पनि त हरेक कुराको त एउटा हुन्छ नि होइन। त्यो चाहिँ सिकेरै आउँदा त्यो ज्ञान भएरै आउँदा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। थोरै यसमा थपौँ है, एकदमै। जस्तो धेरै राम्रा गायकगायिकाहरू मण्डलीमा हुन्छन्, त राम्रा गायकगायिकाहरू उनीहरू प्रोफेसनल्स चाहिँ बन्न सकिरहेको छैन क्या मण्डलीबाट अहिलेको खास हेर्ने हो भने। प्रोफेसनल्स उनीहरू बन्न नसक्नुको एउटा कारण के हो त भन्दा उनीहरूमा तपस्या छैन कि, सङ्गीत प्रतिको तपस्या चाहिँ छैन। त्यो साधना गर्नको लागि पनि प्रत्येक मण्डलीमा तपाईँ जानुहोस् एक सहायक गाउने छन्, तर एक सहायक भए तापनि उनीहरू एक सहायक त छन्, तर उनीहरू त्यो पेसा गरेर खान सक्ने एकजना निस्किँदैन। किन निस्किँदैन त अहिलेसम्म? किन टप 10मा आएर उनीहरूले वास्तवमा भन्यो भने अहिले सङ्गीतमा गाएर सङ्गीत गरेर मासिक लाखौँ कमाउँछ, यहाँ विदेश जानै पर्दैन। त्यो इन्कम हाम्रै आँखाले हाम्रै सामनेमा धेरै देखेका छौँ, तर मण्डलीबाट किन निस्किँदैन त? किन उनीहरूले त्यो काम गर्न सक्दैनन् त? हुन त त्यहाँ माया पिरतीका कुराहरू बढी आउँछन् होइन, तर माया पिरतीका कुराहरूलाई, प्रेमका कुराहरूलाई म चाहिँ यसो भन्छु, प्रेमका कुराहरूलाई हामी कहिले पनि घृणा गर्दैनौँ विश्वासीहरूले। र माया पिरतीका कुराहरूलाई दुरुपयोग गर्नु भएन, त्यसबाट भल्गारिटी देखिनु भएन। त्योमा रहेर मजाले पेसागत रूपमा पनि अगाडि बढ्न चाहिँ सक्नुपर्छ। तर हामी साँगु र घिराभित्र अटेका छौँ क्या। माया र पिरतीका गीतहरूलाई चाहिँ के गरिएको छ त भने त्यो चाहिँ आधा प्रेम गरे जस्तो हुन्छ, आधा चाहिँ एकदम बढी हेट घृणा गरेको जस्तो गरिन्छ। त ती कुराहरू शब्दमा माया पिरतीका कुराहरू हामीले शब्दबाट तपाईँलाई मैले अभिव्यक्ति गरेँ भने त्यो चाहिँ असल, गीतबाट गायो भने त्यो चाहिँ नराम्रो हो। हामी यहाँ अल्झेका छौँ कि म चाहिँ क्लियर भन्छु, माया र पिरतीका बाइबलका माया र प्रेमका कुरा गर्ने हो भने बाइबलमा यति राम्रा कुराहरू छन् प्रेमका कुराहरू, त्यही कुराहरूलाई चाहिँ हामीले गीतबाट लान सक्छौँ। खालि हामी कहाँ नजिक, हाम्रो सिमाना कहाँ नजिक हो भने त्यसलाई चाहिँ दुरुपयोग हुनु भएन। माया र पिरतीका कुराहरू चाहिँ भल्गारिटीमा चेन्ज हुनु भएन। बस त्यहाँ रहेर गऱ्यो भने, वास्तवमा अलिकति तपस्या गऱ्यो भने मण्डलीभित्रका धेरै राम्रा प्रतिभाहरू पनि फुल्न सक्छन्। एकदमै। आदरणीय श्रोता, हामी कार्यक्रम बोलावट र दर्शनमा छौँ र कार्यक्रम बोलावट र दर्शनमा यतिखेर दीपक राई र यदु राई हामीसँग हुनुहुन्छ र उहाँहरूसँग रमाइलो कुराकानी भइरहेको छ। यदुजी, एउटा प्रश्न तपाईँको निम्ति रहेको छ। तपाईँ सङ्गीतमा हुनुहुन्छ, दीपकजी मिडियामा हुनुहुन्छ, तन मन दिएर लागिराख्नु भएको छ मिडियाबाट केही गर्छु भनेर। सपोर्ट कतिको छ दीपकजीबाट? ओहो, सपोर्ट एकदमै, उहाँको सपोर्ट छैन भने त म केही गर्नै सक्दिनँ नि होइन। धेरै सपोर्ट गर्नुहुन्छ। तबला सिक्नु जान्थेँ पहिले, अनि त्यतिखेर चाहिँ जुन अब घरको एउटा होइन जिम्मेवारी के हुन्छ, बच्चालाई स्कुल पुऱ्याउनु, खाना बनाउनु होइन, घर व्यवहार हेर्नु, अनि उहाँले आफ्नो काम पनि छोडेर होइन अफिसको कामलाई पनि थाती राखेर चाहिँ घरमा समय दिएर मलाई तिमी सिक्न जाऊ होइन, तिमी अगाडि बढ, तिमीले केही गर्नुपर्छ भनेर एउटा आँट हौसला सहित पठाउने सिवान उहाँ नै हुनुहुन्छ। त्यसमा चाहिँ जस्तो म अफिसै छोडेर चाहिँ होइन, बिहानको समय जस्तो बिहान अफिस जानुभन्दा अगाडिको समयहरू चाहिँ जस्तो अब बच्चाले अमिल्याउँछ नि त आमालाई, त उहाँहरू अब प्रायः जसो घरको त धेरै सम्हाल्नु पर्ने हुन्छ, देखिँदैन तर काम धेरै हुन्छ, अनि त्यो चाहिँ मैले सम्हाल्दिएको हो। एउटा श्रीमान सफल हुनुको पछाडि श्रीमतीको ठुलो हात हुन्छ, तपाईँ के भन्नुहुन्छ? यहाँ र तपाईँ अहिले एउटा सफलताको सिँढी चढ्दै गरेको व्यक्ति हो दीपक चामलिङ राई, देखिरहेको छ, सुनिराखेको छ, के भन्नुहुन्छ यो विषय? प्रत्येक पर्दा पछाडिका हिरोइनहरू भनौँ न, वास्तविक हिरोइन चाहिँ विश्वका शक्तिशाली व्यक्तिहरूलाई पनि हेर्ने हो भने ब्याक सपोर्टरहरू कि आमा हुन्छन् कि श्रीमती हुन्छन् कि कोही न कोही महिलाहरू हुन्छन् कि
त्यो अर्थमा गर्दाखेरि मेरो जीवनमा चाहिँ श्रीमतीले कस्तो किसिमको अहम भूमिका निर्वाह गरेकी छिन् भने पहिला मेरो आमा हुँदाखेरि आमाले जुन किसिमको भूमिका निर्वाह गर्नुहुन्थ्यो त्यो पनि पुरा गर्नुहुन्छ। अब अलि अल्लारे टाइपको हुँदाखेरिको जुन साथीभाइ हाहा हो होइन त्यो किसिमको रमाइलो त्यो पनि दिन सक्नुहुन्छ र एउटा जिम्मेवार एउटा पथ प्रदर्शकको रूपमा एउटा जिम्मेवार महिलाको रूपमा पनि उहाँ हुनुहुन्छ र जीवनसाथी त हुँदै नै हुनुहुन्छ। त्यो धेरै किसिमको रोल चाहिँ निर्वाह गर्न सक्ने क्या उहाँ, आमाको पनि साथीको पनि श्रीमतीको पनि मल्टी ट्यालेन्ट। त्यो कुराले गर्दाखेरि पनि जिन्दगी बहुत खुसी छ, आनन्द सहज छ एकदम। अहिलेको यो अहिले म जुन ठाउँमा छु वास्तवमा उहाँले प्रत्येक पाइलामा मलाई चाहिँ पाइलामा नै भनौँ न, उहाँले चाहिँ मेरो म हिँडिरहेको यसरी अगाडि बढिरहेको हुन्छु होइन। अब हामी केटाहरू प्रायः गरेर एउटा लक्ष्य राखेर अगाडि बढिन्छ, केटाहरूलाई अल्झाउने, यता बाङ्गिने उता बाङ्गिने अर्को बाटोतिर लाग्ने त्यस्तो हुन्छ कि केटाहरूको जीवनमा धेरै। तर उहाँले चाहिँ स्ट्रेट हाम्रो लक्ष्य यो है। उहाँले चाहिँ मलाई हरेक दिन चाहिँ एउटा सेक्युरिटी जस्तो भने क्या लक्ष्यमा पुग्नलाई म कहीँ अल्मले भनेदेखि है तपाईँ यहाँ अल्मलिनु भयो कि अघि बढ्नुहोस्, कहाँ हो तपाईँको डेस्टिनेसन भुलेर यहाँ अल्मलिरहनु भयो। यसरी चाहिँ उहाँले गर्नुभएको लागि चाहिँ म धन्यवाद पनि दिन्छु उहाँलाई पनि प्रभुलाई। पक्कै पनि श्रोता, एउटा श्रीमान सफल हुनुको पछाडि श्रीमतीको ठुलो हात हुन्छ र श्रीमती सफल हुनुको पछाडि पनि एउटा श्रीमानको ठुलो हात हुन्छ। जब यी दुई एकअर्कालाई बुझेर अघि बढ्छन्, सहायता गरेर अघि बढ्छन् भने उनीहरूले सफलताको शिखर पक्कै पनि चुम्नेछन्। र सफलताको शिखर चुम्दै गरेका जोडी आज हामीसँग हुनुहुन्छ, रमाइलो कुराकानी भइ नै राखेको छ। दिपकजी कुन कुन मिडियामा आबद्ध हुनुहुन्छ, अलिकति हामीलाई जानकारी दिनुहोस् न। अहिले चाहिँ म आबद्ध भएको रेडियो नेपाल हो, मेरो diachannel.com भइहाल्यो, यसलाई रन गरिरहेको छु। प्लस च्यानल नेपालमा पनि प्रोग्राम लन्च भइरहेछ। हामी कुन कुन समय कार्यक्रम सुन्न पाउँछौँ? च्यानल नेपालमा चाहिँ अहिले प्रत्येक दिनै बिहान 8 बजी, फेरि बेलुका पनि 8 बजी, अपराह्नमा पनि जान्छ, यसरी गइरहेछ च्यानल नेपालबाट। अनि त्यस पश्चात दिया च्यानलबाट त मेरो हरेक दिनै अपडेट भइरहेको हुन्छ, हरेक दिन कार्यक्रमहरू अपडेट गरिरहेको छु। रेडियो नेपालको प्रत्येक बुधबारबाट सुनिरहनु भएको छ। त्यो सबै कर्मयोगी जो चाहिँ देश नेपालमा आफ्नो पसिना बगाउन चाहन्छन्, पसिना बगाउनै परेपछि आफ्नो नेपाल आमाको काखमा पसिना बगाउन नेपालीहरू लाज मान्ने भएकोले गर्दा नेपाल आमाको काखमा पसिना बगाउनेहरूलाई चाहिँ कर्मयोगी कार्यक्रममा राख्छु, विशेष सामाजिक व्यक्तित्वहरूलाई। यो चाहिँ हामीले रेडियो नेपालबाट सुन्न सक्छौँ। रेडियो नेपाल, diachannel.com-बाट, दिया मिडियाबाट, यो त सबैतिरबाट हजुर एकैचोटि। यदुजी एउटा कुरा तपाईँलाई राख्न चाहन्छु, जस्तो सङ्गीतमा लागेर परिवार धान्ने अवस्था छ कि छैन अहिले तपाईँले हेर्दाखेरि, बाहिर होस् या भित्र होस्? छ, अहिलेको अवस्था चाहिँ छ। पहिला चाहिँ गाह्रै थियो होइन, अहिले चाहिँ अब धेरै मानिसहरूले सङ्गीत के हो भनेर बुझिसक्नु भएको कारणले गर्दा हरेक घर घरमा नानीहरूलाई सङ्गीतको शिक्षा दिनुपर्छ भन्ने एउटा ज्ञान बाबुआमामा भइसकेको कारणले गर्दाखेरि धेरै नानी बाबुहरू म कहाँ सिक्न आउँछन् होइन। अनि त्यो कारणले गर्दाखेरि अहिले चाहिँ जस स्थिति सङ्गीतको स्थिति जस राम्रै छ, बजार राम्रो छ। जस्तो सङ्गीतलाई पेसागत रूपले लानु पर्दाखेरि के गर्नुपर्छ तपाईँको विचार? तपाईँ त एउटा अनुभवी पनि हुनुहुन्छ, एउटा सङ्गीतको प्रशिक्षक पनि हुनुहुन्छ, धेरैले यतिखेर कार्यक्रम सुनिराख्नु भएको छ, उहाँहरू चाहिँ एउटा सङ्गीतलाई म पेसागत रूपले नै लिएर जान्छु, यो सङ्गीतबाट नै मेरो घर परिवार चलाउँछु भन्ने हुन्छ नि, त्यस्तोलाई केही टिप्स हजुरबाट? त्यो चाहिँ म चाहिँ एउटा प्रशिक्षक भएको कारणले गर्दा मेरो चाहिँ आफ्नै अब त्यो एउटा विधा छ होइन। अब यसमा अरू पनि छ नि, सङ्गीत होइन कम्पोज गर्ने छ, त्योबाट पनि अहिले आफ्नो आर्थिक अवस्थाहरू धेरै राम्रो बनाउनु भएको छ। गायक गायिकाको त अब त्यस्तो धेरै राम्रो छ, अहिले त्यति गाह्रो अवस्था छैन, सङ्गीत धेरै फड्को मारेको जस्तो मलाई लाग्छ। दिपकजी एउटा प्रश्न तपाईँलाई फेरि पनि, जस्तो दिपक राईको आवाजमा त्यस्तो के छ? जस्तो धेरैले मलाई दिपक राईसँग भेटाइदिनु भन्नुभएको छ, यहाँ लिएर पनि आएको छु मैले होइन, तपाईँको धेरै फ्यान छन् होइन। वास्तवमा दिपक चामलिङ राईको आवाजमा त्यस्तो के छ, प्रश्न पारिदिनु पर्यो। यो आवाज चाहिँ खास भन्ने हो भने म आफै इन्जोय पनि गर्छु मेरो आवाजमा, र धेरै व्यक्तिहरूलाई यस्तो लाग्छ होला, सायद धेरै व्यक्तिहरूलाई यस कारणले पनि मनपर्छ, अलिकति बढी सफ्टनेस छ मेरो आवाजमा, बढी कडा भन्दा पनि तिखो भन्दा पनि, त्यो चाहिँ सुन्दाखेरि अलिक कानलाई स्पर्श गर्छ होला जस्तो लाग्छ है। अर्को चाहिँ अब म जे छु जस्तो छु, जुन तरिकाबाट अगाडि बढिरहेको छु, अनि त्यो जे एज इट इज जस्तो छ आवाज
अब के भन्ने, यो परमेश्वरले दिनुभएको आवाजलाई सबैले मन पराउनु स्वाभाविकै हो पनि जस्तो लाग्छ एक। अर्को कुरा चाहिँ अब धेरै व्यक्तिहरूको आवाज आफ्नै किसिमको विशेषता हुन्छ। यो विशेषता चाहिँ अलिकति बढी मन पराइएको, मिडियामा आएर मन पराइएको पनि हो। त यतिको आवाज त धेरैको देख्छु कि म, तर अब कतिले चाहिँ अब मिडियामा प्रयोग नगरेको हुनसक्छ। कतिजनाको चाहिँ आवाज सुन्दै मलाई पनि लोभ लाग्ने आवाजहरू पनि धेरै छन् कि। अब यो जे छ जसरी अगाडि बढिरहेको छु, अलिकति साधना गरेर अलिकति आवाजलाई, साधना उहाँले सिकाउनु भएको छ मिसेसले, साधना गरेर पनि अलिकति आवाज पहिलेको भन्दा चाहिँ अलिकति वेट आएको जस्तो अनि बढेको छ। जस्तो बोल्ने मान्छेलाई पनि रियाजको जरुरी पर्छ, किनकि बोल्ने मान्छेले रियाज गर्यो भने साउन्ड क्वालिटी अलिकति बढ्दो रहेछ कि। अब स्टार्टिङ फेजहरूमा यसो रेडियो प्रोग्राम सुन्छु मेरो पहिलाको, त्यति बेला चाहिँ अलिकति आवाजमा त्यति थिएन। र आज जति पनि यो आवाज चाहिँ परमेश्वरको राज्यका व्यक्तिहरूको लागि समर्पित भएको आवाज हो यो। मैले त भनिसकेको छु पहिले, यो आवाज चाहिँ तपाईँको राज्यको लागि प्रयोग गर्नुपर्छ है। अब तपाईँको राज्यको त्यस्ता व्यक्तिहरूको लागि तपाईँले आवाज प्रयोग गर्नुभयो भने मसँग त लाखौँ रुपियाँ शुद्ध निकाल्न सक्ने क्षमता त छैन। अब त्यो क्षमता नभएको मान्छेलाई चाहिँ यो आवाजलाई प्रयोग गर्ने तपाईँले, अनि प्रयोग गरिसकेपछि उनीहरूको चाहिँ इन्कम सोर्स आउनुपर्छ भनेर मैले समर्पण गरेको आवाज हो कि। त्यो पनि होला एउटा मन पराउनुको पछाडि। पक्कै पनि प्रभुले अभिषेक गरेको कुरामा मान्छेको जिज्ञासा त हुन्छ नै। यदुजी, दिपकजीको के कुराले तपाईँलाई प्रभाव पार्यो? मलाई उहाँको आवाजले नै हो। आवाजले नै हो है? ह्यान्डसम पनि हुनुहुन्छ त हौ। विशेष चाहिँ उहाँको रेडियो प्रोग्रामहरू सुन्थेँ होइन, अनि ओहो यो माथि कस्तो होला भन्ने लाग्थ्यो। अनि पछि प्रार्थना पनि होला? त्यतिखेर त म प्रार्थना गर्दिनँ थिएँ, त्यतिखेर म विश्वासी थिइनँ है। हजुर हजुर। अनि जस आवाजै मनपर्ने, आवाजले नै प्रभाव पार्यो है एकदम। दिपकजीलाई चाहिँ यदुजीको के कुराले प्रभाव पार्यो त? उहाँको सबभन्दा बढी चाहिँ उहाँको मलाई चाहिँ यस्तो मेहनत गर्न सक्ने क्षमता क्या। उहाँ त्यो ब्रेभनेस क्या, महिला भए पनि केटा टाइपको एकदम ब्रेभनेस, अलिकति गर्छु भन्ने, केही गर्छु साहसिलो के, अनि मेहनत एकदम बढी गर्ने। त्यस पश्चात उहाँको त्यो जुन केही गर्छु भनेर त्यो जुन व्यक्तिमा जुन आँट, साहस, मेहनत छ नि, त्यो व्यक्तिलाई चाहिँ मैले चाहिँ मन पराएको खास। र उहाँको जुन किसिमको अहिले तबला वादनमा पनि 5औं वर्षसम्म उहाँले निरन्तर दिनुभयो। उहाँले डिस्टिङसन प्राप्त गर्दै जानुभयो तबलाको कोर्समा। उहाँ टपर्स हो होइन। त्यो भएको कारणले गर्दाखेरि उहाँको मेहनत चाहिँ धेरै राम्रो छ। र उहाँको आवाज त अलरेडी नै उहाँको आवाजमा एक किसिमको जादु नै छ, तर अहिलेसम्म उहाँको त्यो आवाजले स्थान चाहिँ नपाएको हो। कतिपय अवस्थाहरूमा हामी चाहिँ कस्तो भने आर्थिक स्थिति ज्यादै पहिलादेखि मजबुत नभएको कारणले गर्दा हामी आफै सङ्घर्ष गर्नु, उहाँ एकातिर सङ्घर्ष गर्ने, म अर्कोतिर सङ्घर्ष गर्ने, अनि यो सङ्घर्षमा जेलिँदाखेरि कतिपय अवस्थामा आफै चाहिँ आफूसँग भएका प्रतिभाहरू पनि आफै भित्र कुँजिँदो रहेछ कि, पिछडा परे जस्तो। त्यो चाहिँ अभाव, अप्ठ्यारो परिस्थितिको कारणले गर्दाखेरि उहाँ चाहिँ हार्ने मान्छे चाहिँ होइन। त्यो भएकोले गर्दाखेरि पनि मलाई मन परेको हो। पक्कै पनि निकै नै राम्रो कुरा। अब भने यतिखेर भने म तपाईँलाई यदुजीको सङ्गीत पस्कन चाहन्छु।
हामी कुराकानी गरिरहेका छौँ कार्यक्रम बोलावट र दर्शनमा दीपक चामलिङ राई र यदु राईजीसँग। दीपकजी, हजुरले परमेश्वरलाई कसरी पाउनुभयो? बहुत राम्रो प्रसङ्ग ल्याउनु भयो। म एकदम येशू भन्ने बित्तिकै यो येशू शब्दै उच्चारण गर्न मन पराउने मान्छे हो। हजुर। अनि नास्तिक मान्छे हो म। एक दिन यस्तो किसिमको घटना आयो अनि म निकै बिरामी परेँ। धरानको कुरा हो यो। त्यति बेला म मण्डली अनुग्रह चर्च जान्थेँ। त्यति बेला मलाई एकजना म्याडम लिडिया राई म्याडमले मलाई बोलाउनु भएको थियो अनि म गएँ। अनुग्रह चर्च गइसके पश्चात चाहिँ त्यहाँको व्यवहारहरू, त्यहाँको भजन गानहरू राम्रै लाग्थ्यो। तर पनि म अब्जर्भेसनको लागि जान्थेँ कि, हेर्नको लागि साथीभाइ यताउता होइन, त्यतिको लागि। वर्ष दिनसम्म म मण्डली जाँदाखेरि पनि मलाई खासै प्रभाव परेन। तर एकचोटि बिरामी हुँदाखेरि चाहिँ एक किसिमको एउटा राम्रो किसिमको टेक केयर, यङ केटाहरू धरान जस्तो ठाउँमा हामी जस्तो जवान केटाहरू आएर वास्ता फिक्री सहयोग गर्ने, अलिकति व्यावहारिक यङ केटाहरूमा पनि अलिक व्यावहारिकपना चाहिँ राम्रो किसिमको पाएँ। उनीहरूको त्यो व्यवहारले गर्दाखेरि चाहिँ मलाई यो क्रिस्चियन केटाहरू त राम्रो पो हुँदो रहेछ भन्ने एउटा पोजिटिभ धारणा आयो। अनि त्यस पश्चात चाहिँ 2 वर्ष बाइबल अध्ययन पश्चात चाहिँ वास्तवमा प्र्याक्टिकल जीवन चाहिँ मैले देखेर, व्यावहारिक कुराहरू देखेर चाहिँ मलाई मन पर्यो। वास्तवमा त्यही अनुसार मैले बाइबल अध्ययन गर्दै गएँ र 2 वर्षको अन्तर पछाडि मैले बुझिसके पश्चात चाहिँ मलाई मन परेको कारण भनेको चाहिँ यहाँबाट उत्पादन हुने मानिसहरू चाहिँ राम्रो किसिमको हुँदा रहेछन्, सहयोगी हुँदा रहेछन्, व्यावहारिक हुँदा रहेछन्। अनि अलिकति व्यावहारिक पक्षले मलाई चाहिँ गर्यो र त्यो पक्षले चाहिँ मलाई क्रिस्चियन बनायो। तर म चाहिँ मलाई सुसमाचार गरेर प्रभुको बारेमा बताएर म चाहिँ कहिले पनि कन्भिन्स नहुने क्या। किनभने म चाहिँ बढी साइन्समा विश्वास गर्ने अनि ढुङ्गा मुढा त्योमा विश्वास नगर्ने, बाल्य अवस्थादेखि नै अलिकति नास्तिक टाइप भएकोले गर्दाखेरि म कलेज पढ्दासम्म पनि म चाहिँ धर्मप्रति चाहिँ कुनै विश्वास नगर्ने। त्यो भएकोले गर्दाखेरि पनि अन्तमा चाहिँ मलाई क्रिस्चियनको व्यवहारले बाइबल चाहिँ के रहेछ, त्योभित्र कस्तो चिज रहेछ भनेर अध्ययन गराए। मलाई त्यही कुराले चाहिँ जीवनमा कन्भर्ट गरायो। मलाई ट्र्याक्सले पनि प्रभाव पारेन, मान्छेले सुसमाचार गरेर पनि मलाई प्रभाव पारेन। अन्तिममा चाहिँ मलाई मान्छेको व्यवहारले मात्रै चेन्ज गरायो। र अझै पनि मलाई यस्तो लाग्छ, अझै पनि कतिपय अवस्थामा म आफू परिपक्व त भएको छैन, तर मेरो व्यावहारिक कुराहरू काँचो छ भने वास्तवमा मैले मुखले जतिसुकै बताए पनि, जतिसुकै भने पनि कन्भर्ट हुन मान्छेलाई गाह्रै पर्छ जस्तो लाग्छ। अनि म चाहिँ व्यवहारले परिवर्तन भयो, क्रिस्चियनको व्यवहारले। अहिलेको सुसमाचारको मुख्य माध्यम भनेको व्यवहार हो वास्तवमा भने। निकै नै राम्रो कुरा बताइदिनु भयो। यदुजी, हजुरले चाहिँ परमेश्वरलाई कसरी पाउनुभयो? पहिलेदेखि नै क्रिस्चियनहरू मन पर्थ्यो, उनीहरूको व्यवहारहरू। मेरो घरमा पनि एकजना दाइ हुनुहुन्थ्यो, तर पनि अब त्यो हरेक चिजको समय छ भने बाइबलमा भनिएको पनि छ पनि हो कि सायद होइन। गाउँमा आफ्नै तरिकाले जिएको मान्छे म। अनि पछि चाहिँ मैले चाहिँ दीपकजीबाटै हो प्रभुलाई पाएको। निकै नै राम्रो कुराकानी भइरहेको छ। अब हामी छोटो, म हजुरहरूलाई बाल्यकालतिर फर्काउन चाहन्छु। यतिखेर बाल्यकालमा दीपक चामलिङ राई कस्तो मान्छे? बाल्यकाल साह्रै दुःख पाएको मान्छे हो म। बाल्यकालमा खोटाङको हल्लिसी भन्ने ठाउँ भनेको एउटा रातो माटो छ प्राय, त्यस्तो ठाउँमा जन्मिएको एउटा केटो जसले चाहिँ बिहान बेलुकाको छाक टार्नको लागि उसँग राम्रो खानेकुरा हुन्न थियो, ढिँडो गुन्द्रुक यस्तै हो होइन, त्यो पनि कहिलेका खान नपाउने व्यक्ति हो। त्यस पश्चात चाहिँ कठिन सङ्घर्ष गर्दाखेरि कक्षा 7मा पुगेर चाहिँ चप्पल लगाएको हात्ती छाप चप्पलको विज्ञापन रेडियो नेपालबाट सुन्थे। रेडियो नेपालबाट हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भनेर त्यो रेडियोमा सुनिसके पश्चात चाहिँ त्यो हात्ती छाप चप्पल लगाउन पाएको मान्छे म हो। अनि हाफ प्यान्ट लगाएर कक्षा 7सम्म एउटा हाफ प्यान्टले 1 वर्ष ठ्याक्कै त्यसरी बाल्यकाल बित्यो। र अन्डा बेचेर, कुखुराको अन्डा, लोकल कुखुराको अन्डा बेचेर कापी किन्ने, त्यो पनि
खरानीमा आमाले राखिदिनुहुन्थ्यो 1 घन्टा हिँडेर बजार पुर्याएर अनि त्यो खरानीमा राखेको अन्डा निकालेर बेचेर त्यो कापीहरू किन्ने सानो कापीहरू किनेर त्यसरी चाहिँ मैले पढाए हो। बाल्यकाल ज्यादै दुःखद। दीपक राई आमा बुवाको नजरमा कस्तो छोरा? आमा र बुवाले एकदमै धेरै माया गरेको एउटा छोरा हो। हामी 3 दाजुभाइ मध्येमा म कान्छु र उहाँहरूले चाहिँ विश्वासै नगरेको एउटा सानोभन्दा पनि सानो जन्मिएको म, जन्मिँदाखेरि पनि सानो। यसले चाहिँ पछि के गरी खाला, यस्तो छ जन्मिँदै यो 1 केजी जन्मेको, 1.5 केजी कति, अनि यसले त गरी खाँदैन होला भनेर सोच्नु भएको रहेछ सानोमा। धेरै चिन्ता पनि त्यति बेला परेको, हुर्किन्छ कि हुर्किँदैन भनेर। दीपक राई आमा बुवाको नजरमा त हामी थाहा पाइसक्यौँ, साथीभाइको नजरमा कस्तो? साथीभाइको नजरमा चाहिँ एक किसिमको बढी विश्वास गर्ने, तुरुन्तै साथीभाइ बनाउन सक्ने र बढी विश्वास गरिहाल्ने तुरुन्तै। साथीभाइले एक किसिमले मिजासिलो तरिकाले त बुझ्छन्, तर बढी चाहिँ उहाँहरूको नजरमा म बढी छिटो हेलमेल हुन सक्ने व्यक्ति चाहिँ हो भन्ने मलाई लाग्छ। यदुजी, हजुर, बाल्य अवस्थामा कस्तो स्वभावको हुनुहुन्थ्यो? म चाहिँ अलिक बदमासै थिएँ। बदमास हुनुहुन्थ्यो? मेरो जन्म चाहिँ भोजपुरको दिङलामा भएको हो। अनि त्यो 2 वर्षको उमेरमा एकदम सानो हुँदै मलाई थाहा छैन त्यो। अनि यो मधेसको मोरङ भन्ने ठाउँमा हामी बसाइँ सरेर आएको। अनि त्यो ठाउँमा चाहिँ मैले चाहिँ उहाँको जस्तो दुःख चाहिँ पाइनँ सानोमा, होइन। प्रशस्त धान फल्ने एरिया हो, अनि खानपानमा त्यस्तो दुःख थिएन। सबै बुवा आमाले सबै हेरिदिनु भएकोले म चाहिँ अलिक बदमासै थिएँ जस्तो लाग्छ। अनि आमा बुवाको नजरमा कस्तो छोरी? आमा बुवाको नजरमा अब सानोमा बदमास भयो भने पछि चाहिँ मैले राम्रै कामहरू, एउटा विश्वासिलो कामहरू नै गरेँ। अनि कसरी छोरी मान्छे भएर पनि कसरी अगाडि बढ्नुपर्छ भनेर आमा बुवालाई कन्भिन्स गर्थेँ। त्यतिखेर म खेलमा पनि अगाडि थिएँ, कराते सिक्थेँ त्यतिखेर सानैमा पनि। अनि यही सङ्गीत क्षेत्रबाट पनि म अगाडि बढ्न चाहन्थेँ। अनि कसरी नारीहरू पनि अगाडि बढ्नुपर्छ है, शिक्षा लिनुपर्छ छोरी मान्छेले पनि। अनि छोरी मान्छेहरूले पनि देशमा धेरै ठुल्ठुलो कामहरू गर्नुसक्छ भनेर चाहिँ बुवा आमालाई मैले चाहिँ एउटा कन्भिन्स गर्थेँ र त्यही अनुसारको कामहरू पनि मैले गरेको थिएँ। अनि उहाँहरूले जस एउटा विश्वास गर्नुहुन्थ्यो। विश्वासयोग्य छोरी। हजुर हजुर। लगभग अब हामी कार्यक्रमको अन्त्यतिर छौँ। श्रोता, हामी कुराकानी गरिरहेका थियौँ दीपक चामलिङ राई र यदु राईजीसँग, र उहाँहरू चाहिँ नेपाल इमानुएल मण्डली बान्याटारको सदस्य हुनुहुन्छ, अगुवा हुनुहुन्छ उहाँहरू, र मिडियामा आबद्ध हुनुहुन्छ 2 जनै। र अन्तिममा दीपकजी, जस्तो गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई र मिडियामा लाग्छु भन्ने श्रोतालाई के भन्न चाहनुहुन्छ? मिडियामा लाग्नु ठुलो कुरो होइन, टिक्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो। यो क्षेत्रमा यदि तपाईँ, यो क्षेत्रमा पनि हिमपात छ, असिना छ, गाह्रो छ, साह्रो छ, त्यस कारणले गर्दाखेरि तपाईँ पहिला चाहिँ 1 नम्बरमा सोध्नुहोस् आफ्नो बुवालाई। को आफ्नो बुवा थाहा छ तपाईँलाई? आफ्नो बुवालाई सोध्नुहोस् म के को लागि चाहिँ जन्मिएको हुँ। पक्कै हैन? यदि म मिडियाको लागि जन्मिएको हुँ भने म आधी आउँदा पनि, असिना पर्दा पनि, हडेरी लाग्दा पनि म निरन्तर टिकिरहन्छु र यहाँबाट म के गरेर छोड्छु भन्ने तपाईँको बुवाले तपाईँलाई दिनुभएको वरदान यही हो भन्ने तपाईँले पहिचान गर्नुभयो भने तपाईँ निरन्तर लाग्नुहोस्, तपाईँ टिक्नु पनि सक्नुहुन्छ। तर रहरले 2-4 दिनको लागि यसो आवाज सुनाइहालौँ न भनेर आउन चाहनुहुन्छ भनेदेखि यो क्षेत्र भनेको चाहिँ निकै च्यालेन्जिङ हो, तपाईँको टिक्न गाह्रो हुन्छ। त्यसकारण तपाईँ यही क्षेत्रमा अध्ययन गर्नुहोस्, यही क्षेत्रमा राम्रो तरिकाले पढ्नुहोस् र तपाईँले आफूलाई चिन्नुहोस्, र तपाईँलाई कसैले पनि रोक्न सक्दैन, कसैले तपाईँलाई छेक्न पनि सक्दैन। तपाईँ मिडियामा तहल्का मचाएर छोड्नुहुन्छ। यस अर्थमा पनि मेरो चाहिँ सम्पूर्ण नवआगन्तुकहरूलाई, मिडिया क्षेत्रमा आउन चाहनेहरूलाई रहरले होइन, तपाईँको भित्री मनले, तपाईँको दिलले चाहना गरेको छ भने तपाईँ धुमधडाक यो क्षेत्रबाट धेरै ठुलो विशाल काम गर्न सक्नुहुन्छ। यो एउटा विशाल क्षेत्र हो कि यसको राम्रो स्कोप पनि छ अहिलेको समयमा। तपाईँले ज्यादै ठुलो काम गर्न सक्नुहुन्छ है, म चाहिँ यो भन्छु। अन्तिममा यदुजी, गुड न्युज एफएम स्वयं बसिरहनु भएका सम्पूर्ण श्रोतालाई र सङ्गीतमा लाग्ने इच्छा भएकाहरूलाई के भन्न चाहनुहुन्छ?
म चाहिँ के भन्न चाहन्छु भने अब मेरो हुन त जसले पनि आफ्नै पेसाको आफ्नै क्षेत्रकै होइन कुराहरू गरिन्छ। म चाहिँ सम्पूर्ण गुड न्युज एफएम सुनेर बसिराख्नुभएका श्रोताहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हरेक अहिले एकदमै सङ्गीतको स्कोपहरू बढी होइन राम्रो छ। अनि जति पनि घर घरमा सानसानो बालबालिकाहरूले पनि होइन अब जस्तो एउटा पढाइलाई मात्रै अगाडि लाने पढ्ने मात्रै भनेर पनि यो राम्रो होइन होइन। अनि यो सङ्गीतमा पनि लागेर एक्स्ट्रा एक्टिभिटिज होइन यो त अब गर्नै पर्ने एउटा प्रतिभा आफूमा भएको प्रतिभा देखाउने कोही नानीहरू घरमा हुनुहुन्छ त्यस्तोहरूलाई चाहिँ तपाईँहरूले सिक्नमा नरोक्नुहोस्। सानैदेखि सिकाएर लग्यो भने अब अहिले हेर्नु न हाम्रै छिमेकी देश भारतका बालबालिकाहरू होइन क्लासिकल म्युजिक सिकेर कति धेरै सानै उमेरमा धेरै राम्रो राम्रो गर्न सकेका छन् नि। हामीलाई नै तिनीहरूको गीतहरू सुन्दा सिरिङ्ग हुन्छ होइन। अनि त्यस्तो भएको छ भने हाम्रो देशमा पनि किन गर्न सक्दैनौँ हामीले। त्यसरी चाहिँ हरेक आफ्ना छोराछोरीहरूलाई आफ्ना भाइ बहिनीहरूलाई होइन अगाडि बढ्न सङ्गीतको क्षेत्रमा अगाडि बढ्न चाहनेहरूलाई चाहिँ तपाईँहरूले चाहिँ सिक्न दिनुहोस् अगाडि आउनलाई। म चाहिँ त्यही कुराहरू भन्न चाहन्छु। श्रोता हामी कुराकानी गर्दै थियौँ दीपक चामलिङ राई र यदु राईजीसँग र उहाँहरू दिया मिडियामा आबद्ध हुनुहुन्छ र दीपकजी दिया मिडियामा आबद्ध हुनुहुन्छ भने यदुजी सङ्गीतमा आबद्ध हुनुहुन्छ। उहाँहरू यो क्षेत्रलाई लिएर अघि बढिराख्नु भएको छ र उहाँहरूको प्रत्येक पाइलामा परमेश्वरको आशिष रहेको होस् भन्दै कार्यक्रमबाट म कुमार अब्राम बिदा हुन्छु। धन्यवाद। जय मसीह।